एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ बुढा बुढा यस यस के गर्न लाग्छौ? म आफ्नो हिसाब किताब गरिरहेको छु। आज के खेल्ने रे? क्रिकेट खेल्ने, पहिला त्यस पछाडि भलिबल खेल्न जाने, त्यसपछि साँझतिर आएर इन्डिया भर्सेस न्युजिल्यान्डको म्याच हेर्ने आज फाइनल म्याच। अनि साथीहरू आज चाहिँ घाम गर्मी बढिसक्यो है, गर्मी बढिसक्यो। ल साथीहरू के ल्याएको यो? के हो यो? के हो? मोमोको चटनी खाँदैछ। अब दुई आमा छोरीलाई चाहिँ ज्वरो आएर रुगा लागेर हैरान छ। अनि यता चाहिँ मेरो बुढाले मकामबाट आउँदा चट्टै के होला दाल हो। अनि यता चाहिँ भात खानासाना बनाएर रेडी पार्सेको छ। अनि यस्तो छ आज कोठाको हालत चाहिँ। म अहिले सफा गर्छु, रुगा लागेर हैरान छ। अनि पुरा मैले हिजो यहाँ कार्पेट बिछाएको हुन्थ्यो नि त, कार्पेट सबै निकालेर बाहिर फालिदिएछु। अनि अहिले सफा गर्छु अब कोठा। अनि काम पनि जान्छु अहिले। एकछिन काममा गएर पछि भेट्छु ल। अनि खानासाना खाएर नुहाएर खाना खाएर यसरी बसेको छु। यहाँ दुईटा बाउछोरी खेलिरहेछन् खानासाना खाएर। म पनि खाएर सिद्धे मैले खानासाना पनि खाइसकेँ। तीन दिनदेखि तेल लगाएको, कपाल नुहाएको छैन। हिजो पनि नुहाएँ मात्र मैले। यहाँ कपडा मैले आज चिसोको कपडा चाहिँ सबै यहाँ अलिकति यहाँ राखेको थियो, अलि भित्र राखेको थिएँ है। सबै यहाँबाट चाहिँ हटाएर यहाँभित्र हालेँ मैले अहिले। अनि अब हाल्दैछु। अलिअलि यहाँ पनि छ, यता पनि एउटा कम्बल राखिसकेँ, एउटा कम्बल उता छ। मेरो बुढा चाहिँ काटेर पठाउँछौ हैन। अनि हिसाब किताबमा गर भने सबै टन्जो खन्जो मिलाइ आएको हिसाब किताब। अरु के चाहियो त्यही रेसियोमा काम गर, अरु केही गर्नु पर्दैन। मैले मम्मी चाहिए क्या चाहिए भन्ने गिरिल हिरिल त्यसैमा रुपियाँ अब दिन्छु। लेबरको दिएर 7.5 लाख रुपियाँ दिन्छ। जान्नु कि नै मान्छे न अनि ठिकै छ भन्छ बाबु भनि मम्मी ल तेरा छोरा त तँ पुऱ्याएर आयो मेरो हातमा पुरै जुम्दैन उनीले भन्दाखेरि अन्त मैले भने यसो हेरेँ मम्मी यसो हेरेँ चिन्ताको कुरो पनि भएन। अब केही छैन भने मैले मुख्य भन्दा बिचरा बट्टाबट्टै आइकन बाटै हाल्नु पऱ्यो। अरे तँ आएर बाटो हाल्यो तँले हाल्यो भने त होला। अमिनसँग कुराकानी मैले मिलाइदिएछु होइन। कुराकानी गरे भई ठेकाएकै यो अमिन हो, 8 नम्बर 3 को अमिन हो भने मैले होइन। ठेकाएको बिचरामा मान्छे दिएर बल यहाँ उहीको भलो मान्छे त्यो पहिली घन्टाले मान्छे घन्टा ठेकाएको उहिले ल्याइकन अमिनले आनिकन त्यहाँ खालि त्यो छुटे माग्नु मात्रै पर्ने। बरु नानु तिमी अब रुपी थप भने पनि ठिकै छ, तल बाटा के लागि त्यो पनि दिउँला भन्ने हिसाब किताब भयो नि त होइन। भनेको मैले त्यो पनि त्यो भने बरु पहिला नचुकिया पछि भन्ने जस्ता छन्। अब भन्यो भनेपछि अब त्यो आफूले मिलाउनु। मैले पहिला यो उयो सेतोवाला चादर ओछ्याएको थिएँ कि त्यसमा मेरो छोरीले चिया पुग्दैन। योमा पनि दाग बसिहाल्छ। सेतो सेतो चादर भयो भने दाग बसिहाल्छ। अहिले जाँदैन ठिकै छ। यही महिनालाई अहिले चाहिँ पुरा कोठाहरू मिलाइसकेँ। अहिले चाहिँ मेरो बुढा गइसकेको छ, त्यहाँ बल खेल्न जान्छु। भलिबल खेल्छ नि त उतातिर होइन। अनि बल खेल्न जानुभएछ। अनि मैले चाहिँ पुरा यसरी कोठा सोठा चट्ट मिलाइसकेँ। 1-1.5 घन्टा जति लाग्छ यो कोठा मिलाउँदा। रिस उठ्छ जसले पहिलाउँछ। अन्त फेरि यहाँ भाँडाकुँडाहरू त धुनै छ, छुट्टै छ यहाँ भाँडाकुँडाहरू पुरा यहाँ। अब अहिले चाहिँ साँझ परिसक्यो है। अनि अब चाहिँ चिया बनाएर खान्छु। अनि त्यसपछि चाहिँ
म आफ्नो ड्युटीतिर लाग्छु। मेरो छोरी चाहिँ यहाँ सुत्या छ। ए 6-7 बज्न लाग्यो साँझको है, राति नै भइसक्यो। अनि अब चाहिँ म चट्ट चिया बनाएर खान्छु। दुध नै सिद्धेछ साथीहरू। अनि दुध ल्याउनको लागि चाहिँ अब मलाई चाहिँ ढिलो हुन्छ है काममा जान। अनि त्यसपछि अब चाहिँ म कालो चिया भयो नि खाएर जान्छु। यहाँ यसरी कालो चिया बनाउँदैछु। दुध लिन गयो भने अब चाहिँ ढिलो हुन्छ मलाई है। चियापत्ती यसरी थोरै हाल्नुपर्छ, नत्र तितो हुन्छ कालो चियामा। म हाल्छु अर्को कालो मिर्च लाग्दैछ। पाकिसक्यो। अनि मेरो चिया छान्ने पनि यसको यो डन्डी भाँचिएर यसैले अब काम चलाउँछु म चाहिँ अहिले। कुनै दिन मार्केट गयो भने लिएर आउँछु। यो चाहिँ हाम्रो कालो चिया यसरी। अनि मेरो चाहिँ बुढा अहिले आइसकेको छैन, खेल्न गइसकेको छ। सानो बच्चाको जस्तरी खेल्न गइसिन्छ कि। कालो चिया खानुपर्छ खासमा चाहिँ। अब हामीहरू चाहिँ अब दुधमा मिक्स गरेर खान्छौँ होइन। खासमा हेल्थको लागि चाहिँ कालो चिया नै राम्रो हुन्छ भन्ने सुनेको छु मैले। म चाहिँ अब बिस्तारै कम गर्दैछु। अलि मोटो भएछु म पनि। अब साँझ बिहान टाइम मिलाएर जसरी भए पनि आफ्नो काम अरू नै छोडेर भए पनि साथीहरू म चाहिँ अब एक्सर्साइज गर्न लागेको छु है। साँझ चाहिँ राति म 10 बजे फ्री हुन्छु राति होइन। अनि 10 बजे चाहिँ म आफ्नो कामसाम सकाएर किचनको सबै चिज गरेर म चाहिँ आफ्नो एक्सर्साइज गर्छु। अनि बिहान चाहिँ मेरो टाइमले कति पनि भ्याउँदैन, त्यही पनि आधी घन्टा जति चाहिँ म 20-25 मिनट जति निकालेर चाहिँ म जसरी पनि गरिहाल्छु एक्सर्साइज। अब चाहिँ म यही चिया खाँदैछु है त।